हेलो एभ्रिवान, खाम्री म अनि नमस्ते तपाईहरुलाई। मैले चाहिँ आज किन भिडियो बनाएर आएको छु भन्दाखेरि चाहिँ म तपाईलाई थ्यांक यू सो मच भन्नुको लागि भिडियो बनाइरहेको छु हैन। तपाईहरुले मलाई धेरै माया दिनुभएको छ, धेरै सपोर्ट गरिदिनु भएको छ हैन। त्यसको लागि थ्यांक यू सो मच भन्न चाहन्छु। यसरी नै सधैँभरि तपाईहरुको सपोर्ट चाहिन्छ मलाई, तपाईहरुको माया चाहिन्छ हैन। तपाईहरुले मेरो फेसबुकमा धेरै माया गरिदिनु भएको छ, धेरै माया दिनुभएको छ हैन। थ्यांक यू सो मच। जतिले पनि मेरो भिडियोहरु लाइक गरिदिनु भएको छ, शेयर गरिदिनु भएको छ, कमेन्ट गरिदिनु भएको छ, प्लिज तपाईहरुको साथ चाहिँ मलाई यसरी नै चाहिन्छ हैन। यसरी नै साथ चाहिन्छ। तपाईहरुले साथ दिन नभुल्नु होला हैन। अन्त तपाईहरुले साथ दिनुभयो भने हामीलाई पनि भिडियो नयाँ नयाँ ल्याउनु मन पर्छ। यदि तपाईहरुले हाम्रो साथै छोडिदिनु भयो भने हामीलाई भिडियो बनाउनु मन पर्दैन हैन। यदि तपाईहरुलाई नयाँ नयाँ भिडियोहरु हेर्नु मन लाग्छ, फनी भिडियो हेर्नुहरु मन लाग्छ भने तपाईहरुले प्लिज हामीलाई सपोर्ट गरिदिनुहोस् हैन। अन्त थ्यांक यू सो मच फेरि भन्न चाहन्छु है। अनुम लाक्पाले मेरो भिडियोलाई फुल सपोर्ट गरिदिनु भनेर रिक्वेस्ट गरिदिनु भएको छ हैन। फेसबुकमा हालिदिनु भएको छ। थ्यांक यू सो मच भन्न चाहन्छु अनुम लाक्पालाई पनि हैन। मेरो पेजलाई तपाईले फुल सपोर्ट गरिदिनु भएको छ हैन। अन्त जतिजना मेरो गाउँमा भएको आन्यु आकु बातिम मातिम बाजे बोजूदेखि लगायत सबै आनुम आजङहरु जति हुनुहुन्छ नि फुल सपोर्ट तपाईहरुको चाहिन्छ हैन। यदि तपाईहरुले नै मलाई सपोर्ट गर्नु भएन भने चाहिँ बाहिरको मान्छेले पनि मलाई सपोर्ट गर्नु सक्दैन। सो त्यसले गर्दाखेरि मलाई आफ्नै गाउँबाट चाहिँ धेरै माया चाहिएको छ। सो म पनि तपाईलाई धेरै माया दिनेछु हैन। तपाईहरुको पनि केही फेसबुकहरुको लिंकहरु छ भने मलाई भन्नुहोस् हैन। म शेयरहरु गरिदिन सक्छु, सपोर्ट गर्नु चाहन्छु तपाईहरुलाई पनि। सो तपाईहरुकोबाट पनि मलाई फुल सपोर्ट चाहिन्छ। त्यसको लागि थ्यांक यू सो मच। तपाईहरुले मलाई धेरै माया दिनुभएको छ। अझै यसरी नै माया दिँदै जानुहोस् होला हैन। अझै शेयर गरिदिनुहोस् मेरो भिडियोहरुलाई हैन। जति भिडियो ल्याउँछु म त्यति नै मेरो भिडियोलाई शेयर गरिदिनुहोस् भन्दै फेरि पनि थ्यांक यू सो मच भन्दै यो भिडियोलाई म यही एन्ड गर्न चाहन्छु। ओके, बाइ बाइ।